वृद्ध अवस्थाको वास्तविकता र यसलाई चाहिँ 20 देखि 25 मिनेट समय लाग्छ। हामीले अब हाम्रो नाटक सुरु गर्न गइरहेका छौँ। प्रमुख चाहिँ म सबै पात्रहरूलाई परिचयका लागि आमन्त्रण गर्न चाहन्छु। मेरो नाम चाहिँ सुरभि न्यौपाने र म चाहिँ यो नाटकको वाचककर्ता। हाम्रो नाटकको विषय रहेको छ एक्लोपन, वृद्धावस्थाको वास्तविकता र यसका पात्रहरू हुनुहुन्छ नरेश सर, वृद्धाश्रमको सञ्चालक, जिम्मेवार र उत्तरदायी, ताली बजाऊ सापकोटा। अर्को पात्र हुनुहुन्छ माया दिदी, उहाँ हुनुहुन्छ ममता घरको केयर गिभर, सहयोगी र भरपर्दो स्वभावको भूमिका निभाउँदै हुनुहुन्छ अदिति पोटे। अर्को पात्र हुनुहुन्छ सुनिता, नर्सिङ विद्यार्थी, जसको भूमिका निभाउँदै हुनुहुन्छ दिप्ती न्यौपाने। र अर्को पात्र हुनुहुन्छ विपना, जसको भूमिका निभाउँदै हुनुहुन्छ स्वस्तिका पोटे। अर्को पात्र हुनुहुन्छ रामपुवा, उहाँ परिवारविहीन हुनुहुन्छ, कम बोल्ने स्वभावको हुनुहुन्छ र उहाँको भूमिका निभाउँदै हुनुहुन्छ अनिता न्यौपाने। अर्को पात्र हुनुहुन्छ गङ्गा आमा, चिन्तित स्वभावको, नयाँ वातावरणमा अनुकूल अलिकति नमिलिसकेको, जसको भूमिका निभाउँदै हुनुहुन्छ खुशबु राजवंशी। अर्को पात्र हुनुहुन्छ गोपी राई, एक हातमा प्यारालाइसिस भइरहेको शान्त स्वभावको, जसको भूमिका निभाउँदै हुनुहुन्छ रोजिना राजवंशी। अर्को पात्र हुनुहुन्छ कमला आमा, उहाँ हुनुहुन्छ धार्मिक स्वभावको र यस भूमिका निभाउँदै हुनुहुन्छ कृति श्रेष्ठले। अर्को पात्र हुनुहुन्छ रमा आमा, उहाँ सबैको सल्लाहकार हुनुहुन्छ र भावनात्मक हुनुहुन्छ र उहाँको भूमिका निभाउँदै हुनुहुन्छ रेशमा महत। धन्यवाद छ सबैजनालाई। अब हामी हाम्रो नाटकतर्फ जान्छौँ। दृश्य 1। बिहान ममता घरमा। शान्त र सुनसान माहौल छ। मधुर सङ्गीत बजिरहेको छ। कोठामा वृद्धहरू छुट्टा छुट्टै कुर्सीमा मौन बसिरहनु भएको छ। सबैजना आफ्नै धुनमा हुनुहुन्छ। घरको नाम ममता भए तापनि यहाँका आमा बुवाहरूले भने पूर्ण रूपमा ममता आभास गर्न सकिरहनु भएको छैन। मनमले एक प्रकारको एक्लोपनको आभास गरिरहनु भएको छ। राम दाई टक टक गरेको घडी हेरिरहेको हुनुहुन्छ भने गोपी दाई टाढा टोलाइरहेको हुनुहुन्छ। कमला आमा आफ्नो दैनिक पूजा नियमित रूपमा गर्दै हुनुहुन्छ भने रमा आमा आफ्नै धुनमा बत्ती काट्दै हुनुहुन्छ। गङ्गा आमा भने एउटै ठाउँमा टोलाइरहेको हुनुहुन्छ। यहाँ न त हाँसो छ न त रमाइलो, मात्र एक्लोपन र सम्झना। जीवन चलिरहेको छ तर रङ भने हराएको छ। सबैजना थाकेका जस्ता, कसैलाई बोल्नै मन नभएको जस्तो। त्यति बेला नै विद्यार्थीहरू र नरेश सर बैठक कोठाभित्र प्रवेश गर्नुहुन्छ। आऊ नानीहरू आऊ। आमा किन टोलाएर बस्नु भएको? ए रामा आमा, कति बाटो भयो? मुठा काट्नु भयो? राम दाई के हेरेर टोलाउनु भएको नि? ए गोपी दाई कति टोलाउनु भएको? आउँछ न, आएर बस्नुहोस्। हेर्नु त, आज मैले को भेट्न ल्याएको छु। नमस्ते सम्पूर्णमा। हामी चाहिँ बिएससी नर्सिङको दोस्रो वर्षमा अध्ययन गरिरहेका छात्रहरू आज यस दिनमा चाहिँ हामी 2 हप्ताको तालिमका लागि आएका छौँ। के काम सुन्नुहुँदा के अहिले ठुलो स्वरले बोला न। नमस्ते आमा बुवा, मेरो हामी चाहिँ बिएससी नर्सिङको विद्यार्थीहरू आज चाहिँ हामी 2 हप्ताको तालिमका लागि आएका छौँ यहाँ। अनि मेरो नाम चाहिँ सुनिता हो। नमस्ते सबैजनालाई, मेरो नाम चाहिँ विपना र हामी चाहिँ यस 2 हप्तामा चाहिँ हजुरहरूसँग समय बिताउँदै विभिन्न कार्यहरूमा चाहिँ सहकार्य गर्नेछौँ। ल, स्वागत छ नानीहरू। कामना छ तपाईँहरूले सबैजनाको मुखमा फेरि पनि उज्यालो ल्याउनुहुन्छ। 2 हप्ताको तालिममा धेरै सिकेर जानु है त। म गएँ। समयमै आइपुगेछ। पूजा घर खाइसकेको छ। ल टिका लगाउनु ल। धेरै ठुलो मान्छे
वृद्धवृद्धाहरूको मुस्कान थोरै झल्किन्छ तर मौनता भने कायम रहन्छ। दृश्य 2। दृश्य 2। चौथो दिन। मौनताभित्रका आवाजहरू। विद्यार्थीहरू ममता घरमा आएको 3-4 दिन भइसकेको छ। अब एकअर्कासँग घुलमिल हुन थालेपछि आमा बुवाले पनि कोही चाहिँ सुन्ने छ है भन्ने जस्तो महसुस गर्नुहुन्छ भने कोही भने अझैसम्म खुल्न सक्नु भएको छैन। बैठक कोठामा गोपी बुवा र राम बुवा उपस्थित हुनुहुन्छ तर एक आपसमा बोलीचाली भने छैन। नमस्ते बुवा। नमस्ते बुवा। म बस्छु है त। अनि राम बुवा हजुरको दिन कसरी बितिरहेको छ आजभोलि? के गर्नु र नानी, वजन सुन्ने या टिभीमा बज्छ, खाने सुत्ने, बोल्नलाई कोही छैन। लाग्छ म बिस्तारै हराउँदैछु अब। हामी छौँ त बुवा। अनि गोपी बुवा हजुरको कसरी बितिरहेको छ दिन? के गर्नु नानी, एउटा हात चल्दैन। खाना त दिन्छन् नि तर मेरो कुरा कसैले सुन्दैन बाबु। त्यही बेला माया दिदीले गङ्गा आमालाई पनि कोठामा ल्याउनुहुन्छ। ल गङ्गा आमा, यहाँ विद्यार्थीहरूसँग बसेर कुराकानी गर्नु, गफगाफ गर्नु, आफ्नो मनको कुराहरू खोल्नु, धेरै झोक्राएर बस्नु हुँदैन गङ्गा आमा। है त? Let me know. I will salute him. अनि गङ्गा आमाले कसरी दिन बिताइरहनु Who is the भएको छ? chairman of this place? यत्रो वर्ष भइसक्यो, काल पनि आउँदैन। छ्या, यस्तो दुःख सहनु भन्दा त बरु मरि गएकै बेस। ए कमला, हेरे त बाहिर कस्तो न्यानो घाम लागेको छ। यस्तो दिनमा पनि त्यस्तो कुरा गर्छिन् है तेरिका। छैटौँमा जतिवटा दिन लेखेका छन्, त्यति त हामीले बाँच्नै पर्यो। ए नानी, के कुरा गरेर बसे कि बुढाहरूसँग तिमीले? आमा, मैले चाहिँ आमा बुवाहरूले कसरी आफ्नो दिन कटाउनुहुन्छ, के गर्नुहुन्छ भनेर सोधेको नि। अनि कमला आमाले चाहिँ कसरी बिताउनुहुन्छ नि आफ्नो दिन? धेरै पीडा छ नानी, के भन्नु र खै। दिनभरि भगवानलाई सम्झ्यो यत्तिकै बित्छ। त्यही एउटा भगवान त छ नि मेरो। अनि रमा आमा? खै के भन्नु बा, कसरी बित्छ भन्नु। शरीर पु यहाँ छ, मन त कता हो कता, पुरानै घरमा अड्किएको जस्तो छ त। हामी छौँ त आमा बुवा। फ्री नपर्ने। यो दृश्य यही समाप्त हुन्छ। अब बिस्तारै दृश्य 3। त्यही साँझ विद्यार्थीहरूको बैठकमा। स्टाफ रुममा विद्यार्थीहरू उनीहरूको व्यक्तिगत अनुभवको हिसाबले आमा बुवाहरूको अवस्था र उहाँहरूको सुधारबारे छलफल गर्दैछन्। हामीले त्यो 2 दिन हेऱ्यौँ होइन, सबैजनालाई हेरेँ। मैले चाहिँ यहाँ देखिएको समस्या भनेको एक्लोपनै जस्तो लाग्यो मलाई। शारीरिक स्वास्थ्य राम्रै भए पनि उहाँहरूको उमेरले गर्दाखेरि मनोवैज्ञानिक रूपमा एकदमै संवेदनशील हुनुभयो। त्यसैले होला सबैजना उदास देखिनुहुन्छ, न्याउरो देखिनुहुन्छ। यो समस्याको समाधान चाहिँ के हुन सक्छ त? हामीले सकिने जति त गरेकै छौँ जस्तो लाग्छ। के समस्याको कुरा, के समाधानको कुरा गरिरहेको तिमीहरू? हामी यस घरमा भएका बुढाबुढीहरूको एक्लोपन छ, त्यसले चाहिँ उहाँहरूलाई कसरी नपराख्दा कसरी चाहिँ नल्याओस् भन्ने बारेमा छलफल गर्दैछौँ सर। यो सोचेको मलाई ठिक लाग्यो। हामी पनि यहाँबाट बेला बेलामा वनभोज लाने अनि जन्मदिनहरू मनाइरहेका हुन्छौँ। यसको समाधानको लागि के सोच्नु भएको छ तपाईँहरूले? हामीले चाहिँ भोलिदेखिबाट चाहिँ अब सबैजनालाई सम्हालेर एकै ठाउँमा राखेर भेला भएर आफ्ना मनका कुरा छलफल गर्ने, आफ्ना पहिलाका जीवनका कुराहरू यसो व्यक्त गर्ने र सामूहिक क्रियाकलापहरू पनि गर्ने कुराहरू भोलिबाट सुरु गर्ने कि भनेर सोचेका छौँ। ए, ठिक सोच्नु भएको रहेछ। भोलिदेखि चाहिँ यो सोच लागू गर्नुहुन्छ भन्ने म आशा गर्छु है त। हस् सर, धन्यवाद सर। सबैजना टाउको हल्लाउँदै आफ्नो ठाउँतिर लाग्छन्। अब दृश्य 4। अर्को दिन ममता घरमा परिवर्तनको सुरुवात हुन्छ। माया दिदी र विद्यार्थीहरू मिलेर सबै आमा बुवालाई बैठक कोठामा मेचमा ल्याएर बसाउनुहुन्छ। आमा बुवालाई ल्याएर एक
सबैजना बैठक कोठामा आइपुग्नुहुन्छ। ए गङ्गा यहाँ छ त बस न मेरो छेउमा। Let me go. ए नानी हामीलाई त भेला किन पारेका है यसरी? अब आज सबैजना बसेर एउटा खेल खेलौँ भनेर नि आमा। खेल रे के खेल खेल्ने हो र यस्तो बुढेसकालमा? मेरो त रातभरि जिउ दुखेर सुत्न सकेको छैन। खेल खेल्ने भन्दा बुवा हामीले चाहिँ यसो आफ्ना मनका कुराहरू छलफल गर्ने, पहिला हामीले बिताएका पलहरू छलफल गर्ने हो नि। अब यसले गर्दाखेरि हाम्रो पहिलाका ती सोचेका कुराहरू गरेका कुराहरूको पनि स्मरण शक्ति अझ बढ्ने गर्दछ। त्यही भएर हामीहरूले चाहिँ मेरो जीवनको खुसीको क्षण भन्ने शीर्षकमा मनमा लागेका केही कुराहरू चाहिँ व्यक्त गरौँ न है। ए खुसीको पो कुराहरू नानी? मलाई त मेरो छोराले पहिलोचोटि साइकल खेल्दाखेरि कति खुसी लागेको थियो। म त व्यक्तै गर्न सक्दिनँ, एकदमै खुसी लाग्यो। कति रमाइलो दिन थियो र अनि गङ्गा आमा के भन्यो नानी? मैले त सुनिनँ नि। हजुरको जीवनको खुसीको क्षण के रहेछ त अहिले भन्नु त? खुसीको मलाई त मेरो बिहेमा नाचेको गीत मात्र याद छ नानी। कस्तो रमाइलो भएको थियो। म तिमीलाई गाएर सुनाउँछु है त हुन्छ? अनि कमल आमा पनि भन्नुहोस् न। ए मलाई त मेरो गाउँको मन्दिर, त्यहाँ भएका चराचुरुङ्गी गाई बस्तुको साह्रै याद आउँछ। कस्तो सुनौलो दिनहरू थिए ती। ए नानी मलाई नि सोध न। म पनि भन्छु। मलाई त मेरो बुबाले के पो ठाउँ थियो, भारतबाट एउटा गुलाबी रङको जामा ल्याइदिनु भएको थियो। त्यो जामा लाएर म कम्ती नाच्थेँ, गाउँ नाचेर। आहा कति राम्रो थियो त्यही दिनहरू। अनि आमा अहिले नाच्नुहुन्छ त? के कुरा गर्छु, किन ननाच्नु? यहाँनिर नाच्ने गीत बज्ने बित्तिकै मेरो त जिउ आफै हल्लिन्छ। के गर्नु, यो बुढोहरू पो त। अनि गोपी दाइ चाहिँ कहाँ टोलाएर बस्नु भएको? तपाईँ पनि भन्नुहोस् न। मेरो त पहिला म खोलामा गएर पौडी खेलेको याद आउँछ मलाई। अनि माछा चाहिँ मार्नु भएन। लौ न, अब खोला गएपछि माछा नमार्ने कुरा हो त? माछा यत्रो मोटो माछा मारेर आउँथ्यौँ हामीले पहिला। ल सबैजनाको मुहारमा कस्तो धेरै खुसी देखेको है। मानव उहाँहरूको उज्यालो फेरि फर्किरहेको। ए नानीहरू 1 बजिसक्यो, तिमीहरू लन्च गर्दैन? जाऊ खाजा खाएर आऊ। अब बस आमा बुवा हामी खाजा खाएर आउँछौँ। हजुर यसरी कुराकानी गर्दै बस्छ है। मेरो भाग नि खाएर आऊ है। हस् आमा। ए हस् बुवा। विद्यार्थीहरू खाना खान गएको समयमा भने आमा बुवा आफ्नै ठाउँमा बस्न थाल्नुहुन्छ र एकअर्कासँग बोल्ने प्रयास पनि गर्नुहुन्न। आधा घण्टा बित्छ। त्यसपछि विद्यार्थीहरू खाजा खाएर फर्किँदा उनीहरूले आमा बुवा चुपचाप बसिरहेको, कोही सुतिरहेको, कोही उदास त कोही आफ्नै दुनियाँमा टोलाएको देख्छन्। सायद एकपल्ट होला नि त। स्कुल उठायो भने चाहिँ एउटा मात्रै हो र त्यो भनेको उहाँहरूलाई एकअर्काको साथी बनाएर एकअर्कासँग कुराकानी गराउनु हो नि। आमा हेर्नु त गङ्गामा रोइराख्नु भएको छ। किन रुनु भएको गएर सोध्नु त एकचोटि। ए आमा बुवाहरू कहाँ एक्लै टोलाएर बस्नु भएको? एकअर्कासँग कुराकानी गर्नुहोस् न। के कुरा गर्नु नानी? आफ्नो जीवनको बारेमा, बालापनको बारेमा कुरा गर्ने नि। ए गङ्गा, फेरि पिलपिलाएर बसिस्। राख्देऊ त। किन रोक्यो? आँखाबाट हेर त त्यहाँ आँसु टप्किरहेको छ। किन रोक्यो भन त मलाई। के भन्नु, पहिला दिनहरूको सम्झना गर्दा गर्दै आफै आँखाबाट आँसु झरेको थाहा भएन ब्रह्मा। त्यस्तो भन्नु हुँदैन। हामी मानिसको जीवन 2 दिन हो।
हिजो बालपनमा बित्यो आज बुढेसकालमा समय सँगै चल्दै जानुपर्छ। म छु, यी हाम्रा हेर त त्यहाँ साथीहरू छन्, यी नारीहरू पनि कहिलेकाहीँ आइदिन्छन्। हाम्रो सहारा भनेकै यिनै त हुन् नि। नरुबा दृश्य 5। दृश्य 5। बिहानको 8 बजेको हुन्छ। बैठक कोठामा विद्यार्थीहरू पुग्छन् तर कोठा भने खाली हुन्छ। त्यस कोठामा माया दिदी सफा गर्दै हुनुहुन्छ तर वृद्धहरू भने आउनु भएको छैन। बिस्तारै नरेश सर पनि त्यहाँ आइपुग्नुहुन्छ। लौ आज पुरै खाली छ त, खै त आमा बुवाहरू। ए नानीहरू नि आइपुगेछ। जाऊ जाऊ आमा बुवाले बोलाएर लिएर मनोरञ्जन गर्ने होइन त। विद्यार्थीहरू र माया दिदी मिलेर सबै आमा बुवालाई बोलाउन जान्छन् र सबैलाई बोलाएर बैठक कोठामा राख्छन्। यदि बोलाएछन् एकछिन कोठामा बस्न नै दिँदैन। सुतौँ भनेको बुढो हात्तीलाई कति उचाल्छन्। यस्तो चिसोमा चाहिँ किन बोलाउनु पर्यो होला के? कति जाडो छ बाहिर। कताबाट जाने हो नानी, बाटो नि छैन भने यताबाट जा। कबाट है नानी, गर्छु नि म फेरि। तानमा तानो। ल आमा बुवाहरू मनोरञ्जन गर्दै होइन त, भजन गाएर नाचौँ। भजन गाउने हो, आज भजन गाऊँ न है। ल आमा यो बजाउनु, ल यो बजाउनु है त। ताली बजाउनु न, ताली बजाउनु। सबैलाई सहभागी गराउँदै उनीहरू मिलेर भजन कीर्तनमा आमा बुवालाई संलग्न गराउन थाल्छन्। रमा आमाले पनि गङ्गा आमालाई प्रोत्साहित गर्दै हुनुहुन्छ। धेरै समयपछि ममता घरमा हाँसो सुनिन्छ। बिस्तारै सबैमा एक प्रकारको परिवर्तन देखिन थालेको छ। तिमीलाई गाह्रो भयो होला, बस मै बस्ने राखिहाले। सबैजना खुसी देखिन्छ। गङ्गा आमाले हेर न, पहिला आउनु भएर बस्नु, अहिले त खुसी भएर बस्नुभएको छ। सबैजनालाई निन्द्रा लाग्यो भन्नुहुन्छ, एकअर्कासँग घुलमिल गर्नुहुन्छ आजकल त। हो नि दिदी, अब हेर्नु त एक्लोपन कम हुँदै गएपछि आफ्नो भित्र रहेका समस्याहरू जस्तै उच्च रक्तचापहरू पनि कम हुँदै जान्छ। त्यसैले त भन्छन् नि, एक्लोपनको समाधान भनेको नै आफन्त हो। दृश्य 6। अन्तिम दिन आइपुग्छ र यो दिन रहेको छ विदाई र निरन्तरताको। समय बित्दै जान्छ। ममता घरमा दैनिक रूपमा सामूहिक गतिविधिहरू हुन थाल्छन्। आमा बुवाहरू एकअर्कालाई कथा सुनाउने, बगैँचाको हेरविचार गर्ने, सामूहिक व्यायाम गर्ने लगायत अन्य क्रियाकलापहरूमा भाग लिन थाल्नुहुन्छ। उनीहरू सँगै नजिकैको स्थानमा घुम्न अथवा पिकनिक मनाउन पनि जानुहुन्छ र यसै गरी 2 हप्ता बितिसक्छ। विद्यार्थीहरू भने अब आमा बुवासँग बिदाई लिन जान लागेका छन्। ल आमा बुवा, हाम्रो अब 2 हप्ताको तालिम यही सकियो, अब हामी बिदा माग्छौँ है त। के रे जाने रे, गइहाल्ने नानीहरू, जाने दिन आइसक्यो। लौ अब त म फेरि एक्लै हुने भएँ नि। ए गङ्गा, कहाँ एक्लै हुन्छौ तिमी? हामी छँदैछौँ नि यहाँ, हेर त। आमा अहिले हामी जाने भयो भने तपाईँहरूको माया सम्झना त हाम्रो मनमै छ नि। हामी फेरि भेट्न आइहाल्छौँ नि। हामी छौँ त। त्यही भनेको त, यी नानीहरूले सिकाएको क्रियाकलाप पनि हामी दैनिकै रूपमा गर्छौँ होइन नि? गए पनि राम्रोसँग जानु है ल। बिस्तारै जाऊ है ल। भगवानले सधैँ रक्षा गर्नुहोस् त। गयौँ है त। दृश्य 7। 3 हप्ता बित्छ। विद्यार्थीहरू गए तर ममता घरमा मौनता भने फर्केन। किनभने ममता घरको वृद्धहरूले भने अब साथ बाँड्ने सिप सिकिसक्नु भएको थियो।
एकअर्कासँग उहाँहरू बोलचाल गर्न थाल्नु भएको थियो। ए साथी हो, यी नानीहरूले सिकाएको दैनिकी गर्दै आएको त हामीले धेरै हप्ता भयो। अब भविष्यमा पनि गरि नै राखौँ है। मन त शान्त हुँदो रहेछ नि बा। ठिक भनेको। अब त मलाई कोही बिर्सिन्छु भन्ने डर पनि छैन। सबै आफ्नै परिवार जस्तै लाग्छ बा। हो नि, तिमीले एकदम ठिक भन्यौ। एउटा हात नचले के भयो त अब एउटा हातले नाच्न सकिन्छ नि। म पनि बुढो हड्डी मर्काइदिइहाल्छु नि। मलाई नि जिउ दुख्न कम भइसक्यो, यस्तो गर्न थालेपछि त एकदम कम भयो। हेर्नु त माया दिदी, आज सबैको अनुहार कति उज्यालो देखेको। यहाँ उपचार मात्रै नभएर साथ पनि पाइन्छ है। हो नि, कति खुसी देखिन्छन् हाम्रो आमा बुवाहरू आजकल। धेरै अध्ययनहरू अनुसार वृद्धाश्रममा बसिरहनु भएको करिब 60 देखि 65% वृद्धहरूमा कुनै न कुनै एक प्रकारको एक्लोपन महसुस हुन्छ। यसमध्ये पनि करिब 30 देखि 35%हरूमा यो गम्भीर स्तरको हुन्छ, जसमा डिप्रेसन र आत्महत्या गर्ने सोच बढाउने खतरा अझै पनि बढी हुन्छ। मुख्य कारणहरू भनेको परिवारबाट दूरी, सामाजिक सम्बन्धको कमी र निष्क्रिय जीवनशैली रहेको छ। यसका लागि सामूहिक गतिविधिहरू, पारिवारिक भेटघाट, मनोपरामर्श र समुदायको सक्रिय सहभागिता प्रभावकारी जानिन्छ। आजको हाम्रो नाटक यही सम्पन्न भएको छ। सबैजनालाई यति समयसम्म ध्यान दिएर बसिदिनु भएकोमा, सुनिदिनु भएकोमा र रमाइदिनु भएकोमा धेरै धेरै धन्यवाद। एक्लोपन हटाऊ, जीवन साथ बिताऊ। धन्यवाद। धन्यवाद।